रवि लामिछाने मैले टिप्पणी नगरौँ, एउटा जेलमा बसेको मान्छेको किन टिप्पणी गर्नु। उहाँलाई अन्याय भयो भनिँदैछ। न्याय अन्याय छुट्याउने म होइन। बालेन्द्र शाह उपन्यासको पात्र जस्तो हुनुहुन्छ, रियल होइन उहाँ। खुल्ला लाइफमा आउनुहोस्। उपन्यासको पात्रले मात्रै सधैँ हुँदैन, खुल्ला लाइफमा आउनुहोस्, इन्टरेक्सनमा आउनुहोस्, तपाईँसँगको इन्टरेक्सनमा, मसँगको इन्टरेक्सनमा, टुँडी खेलमा आउनुहोस् भन्छु क्या मैले, टुँडी खेलमा आउनुहोस्। हर्क सापाङ एउटा आन्दोलन निर्माण गरिनु भएको छ होइन, कतिको सुझबुझपूर्ण गर्नु भएको छ मैले बुझ्न पाएको छैन। उहाँसँग मेरो त्यस्तो भेटघाटै छैन, फिजिकल्ली भेटेकै छुइनँ अहिलेसम्म भनौँ न। उही मिडियाबाट हेरिराखेको छु। कतै त्यो मासलाई लगेर दुर्घटनामा हाल्नुहुन्छ कि डर छ। मास त कहिलेकाहीँ पछाडि दौडिन्छ। कतिको सुझबुझपूर्ण ढङ्गले गर्नुभएको छ, सुझबुझपूर्ण बनाउनुहोस् है भन्छु मैले उहाँलाई। ओके, अन्त्यमा कुलमानजी प्रति पनि मान्छेको आशा छ। कुलमानजीको वास्तविकता, सत्य, तथ्य दुइटै आउनुपर्छ। कुलमानजी देखेको जस्तो मात्रै हुनुहुन्न, उहाँको भित्री पाटो अझ बाहिर आउनु पर्यो। उहाँ देखेको जस्तो मात्रै हुनुहुन्न, पारदर्शी हुनु पर्यो। पारदर्शी हुनु पर्यो।